कार यो के हो? मोरिस माइनर मोडल 1956 म भन्दा 30 वर्ष जेठो रहेछ यो गाडी। म भन्दा 50 वर्ष जेठो गाडी। ल यो चाहिँ नम्बर प्लेट सहितको गाडी रहेछ। यो चाहिँ मिनी कुपर कम्पनीको होला। मोडल सोडल लेखेको रहेन रहेछ। मिनी कुपर स्ट्यान्डर्ड फ्लाइङ 1936 भनेपछि म भन्दा 50 वर्ष जेठो गाडी। अब 10 वर्षमा 90 वर्ष पुरानो गाडी रहेछ यो। 90 वर्ष पुरानो। यसको मोडल चाहिँ लेखेको रहेन रहेछ। यो पनि इंग्ल्यान्डबाटै आएको रहेछ। मोडल 1954 भनेपछि अब 8 वर्षमा होइन 54 भनेपछि 1954 को यो फियाट इटाली मेड 1978। यो 1971 मोर्डिस मेरिना। यो भक्सवागन। यसको चाहिँ तल स्ट्यान्डै लगाएर राखेको रहेछ। खोइ चल्दैन होला यो गाडी त। यो ल्यान्ड रोभर 1953। अनि यो मर्सिडिज बेन्ज कम्पनीको 1968 मोडल। अर्को रहेछ यहाँ मेड इन जर्मनी मर्सिडिज बेन्ज। यो चाहिँ प्लास्टिक कभर गरेर राखेको रहेछ। यो गाडी चाहिँ स्ट्यान्डर्ड फ्लाइङ 12 सेलुन मोडल 1936। 64 जना भरियाले चाहिँ बोकेर काठमाडौँ भ्याली भित्रियाको गाडी।